नेपाली भोजनको असली स्वाद चिनाउने एक खाना सेट मात्रै नभएर ब्रान्ड नै बनेर चिनिएको छ थकाली खानालाई। नेपालको अलमोस्ट सबै भागहरूमा लोकप्रिय बन्दै गएको छ। त्यसैले त आजकल थकाली खाना सेट खाने उपभोक्ताहरूले पनि रोजेर र खोजेर खाने गर्नुहुन्छ। हाम्रै आफ्नै दमकमा रहेको विभिन्न रेस्टुरेन्टहरूमा गएर तिखर लेकाली स्वाद चाख्ने यात्रा अब यहाँबाट बिस्तारै सुरु हुँदैछन्। दमकको मिसाल बजार अपोजिटमा रहेको इमास थकालीमा थकाली सेट खान एकदमै आतुर थिए। सुँगुरको मासु एकदमै खान मनपर्ने भएर एक्स्ट्रा सुँगुरको मासुको सब्जी पनि मगाएको थिए थकाली सेटमा। लोकल मासुको सब्जी बेगार त थकाली सेट नै अपूर्ण हुँदो रहेछ। थकाली जाति समुदायहरूको आफ्नै मौलिक खाना भए तापनि अहिले त सबै नेपालीहरू मात्रै नभई विदेशी पर्यटकहरूलाई पनि निकै नै लोभ्याएको छ यो थकाली खाना सेटले। मानव शरीरलाई चाहिने पञ्चस्वाद समावेश हुन्छ यो थकाली खाना सेटमा। पञ्चस्वाद भन्नाले पिरो, अमिलो, टर्रो, नुनिलो र गुलियो। अनि यसमा छुट्टाउने नहुने कुरा चाहिँ घिउ, मोही, दाल, मासु र साग। यी सबै चिजहरूको समावेश भएर एउटा पूर्ण थकाली सेट बन्छ।